यसलाई केवल संयोग मात्र मान्ने कि यसलाई यथार्थता मान्ने? 2079 साल असार 6 गते तत्कालीन मन्त्री परिषदको बैठकले एसपीपी सम्झौता नगर्ने भनेर चाहिँ एउटा चाहिँ विज्ञप्ति जारी गर्दछ। त्यसको भोलिपल्ट अर्थात् 2079 साल असार 7 गते राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको थियो र त्यही राष्ट्रिय स्वतन्त्र पार्टी यति बेला भारी मतले नेपालभरिका विभिन्न स्थानहरूमा चाहिँ जित हासिल गरेको छ र यति बेला एसपीपी सम्झौता यही अब बन्ने सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले सम्झौता गर्नेछ भनेर चाहिँ यति बेला सबै चाहिँ नेपाली जनताहरू चाहिँ डराइरहेका छन् र विभिन्न राजनीतिक विश्लेषकहरूले पनि यो कुरालाई चाहिँ प्रस्ट्याइरहेका छन् कि राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नै एसपीपी सम्झौता तत्कालीन सरकारले नगरे पश्चात चाहिँ भएको थियो र यसलाई संयोग मात्र मान्न सकिँदैन भनेर चाहिँ यति बेला सबैले बताइरहेका छन्। तपाईहरुलाई के लाग्छ, यो केवल संयोग थियो कि यो यथार्थता थियो? तल कमेन्ट बताउनु होला है त।